के छ मेरा प्यारा प्यारा लुम्बिनी लायन्सका साथीहरु, भिड्ने होइन त हामी एक्ससँग र आज हामी भिड्दै छौं क्या एक्स भर्सेस लाइन। र तपाईको लाइन बलियो छ नि त्यो भन्दा बलियो हाम्रो याक पनि छ क्या हैन। मैले आज चाहिँ हाम्रो याक्सलाई चाहिँ विशेष प्रकारको आइटमहरु हाम्रो यार्सा गुम्बा खुवाएर पठाइसकेको छु र आजको गेम भनेको बब्बाल हो क्या। आजको गेम जित्ने भनेको याक्सले हो केटा हो। पुष्पा झुकेका नै रे साला। आज त झुक्दैन है याक्स। आज छुट्टै किसिमको जोश जाँगरमा चाहिँ हाम्रो याक्स हैन। आजको खेल त हाम्रो हातमा हो 100%। के कस्तो लाग्छ हाम्रो लुम्बिनी लायन्सको साथीहरु? आज बिहान चाहिँ 11:15 मा चाहिँ तपाई र हामी भिड्ने हो। आज जेसुकै परोस् आज भिड्ने हो, चाहे लाइनले जित्छ चाहे याक्सले जित्छ हैन। आज बब्बाल तरिकाले हामी भिड्नु पर्छ र आज सटरडे पनि परेको छ र सम्पूर्ण दर्शकहरु चाहिँ गएर आफ्नो टिमलाई सपोर्ट गर्नुस्। साथै आजको पहिलो गेम हाम्रो कर्णाली एक्स भर्सेस लुम्बिनी लायन्स छ भने दोस्रो गेम 3:30 बजे हाम्रो सन्दीप लामछन् यानी कि हाम्रो किङ विराटनगर किङ्स भर्सेस काठमाडौँ गोर्खाजको छ हैन। र तपाईहरुलाई कस्तो लाग्छ त आज हुन गइरहेका दुईवटा खेलहरु हैन? हाम्रो लुम्बिनी लायन्स भर्सेस कर्णाली एक्सको गेममा कसले जित्ला, साथै विराटनगर किङ्स भर्सेस काठमाडौँ गोर्खाजमा कसले जित्ला कमेन्ट गर्न भने नबिर्सिनुहोस् र आफ्नो टिमलाई चाहिँ सपोर्ट गर्न भने नबिर्सिनुहोस्। यो हो द फेस्टिभल अफ नेपाल हैन, जुन हाम्रो चाहिँ सिजन 2 एनपीएल सिजन 2 चलिरहेको छ र बब्बाल किसिमको धमाका पनि मचाइरहेको छ हैन। यो हो क्या हाम्रो जोश सागर, यो परिवर्तन र विकास भनेको हैन। र आम क्षेत्रमा परिवर्तन र विकास हुन नसक्यो भने हाम्रो क्रिकेट क्षेत्रमा राम्रो किसिमको हामीले विकास र परिवर्तन देखिसकेका छौं। एक वर्षमा यति किसिमको आमूल परिवर्तन आउनु भनेको हामी नेपाली जनताको लागि राम्रो, साथै हामी क्रिकेट प्रेमी साथीहरुको लागि पनि राम्रो। अब भिड्नु पर्छ एक्स भर्सेस लाइन है त। ठ्याङ ठ्याङ ठ्याङ।